योभन्दा पहिला मैले चाहिँ 12 किसिमका रागहरू भनेको छु हैन। गुचिन्जी हिगे भन्छ, यो फर्स्टमा यो थाहा हुनुपर्छ। गुचिन्जी हिगे भने चाहिँ गुचिन्जी हिगे हैन। गुचिन्जी हिगे शिर भएको अक्षर, शिर अक्षर कति छ भने गुचिन्जी हिगे सुम सुम तीनवटा शिर अक्षरहरू छ हैन। तीनवटा शिर अक्षरहरू छन्। तीनवटा के छ? शिर अक्षरहरू छन्। तीनवटा शिर अक्षरहरू। तीनवटा शिर अक्षरहरू के भन्दाखेरि रागो, लागो, सागो, यो तीनवटा छ है। रागो, लागो, सागो तीनवटा छ। रागो त हामीले पहिलो पढिसक्यो हैन। रागो भनेको रा शिरमा आएको अक्षरको व्यञ्जन वर्णको शिरमा आएको कारणले रा शिर अक्षर। यो ला व्यञ्जन वर्णको शिरमा आएको कारणले ला है, लागो। अनि ला शिर अक्षर सागो, सा व्यञ्जन वर्णको शिरमा सा आएको कारणले सागो भनेर बुझ्नु पर्दछ। त्यसैगरी यो तीनवटाबाट पहिले चाहिँ हामीले पढिसकेको छौँ। रागो भन्ने चाहिँ हामीले पढिसकेको छौँ। आज पढ्ने छ लागो। लागो पढ्नुपर्छ आज हामीले। लागो चु, लागो चु हैन। 10 वटा लागो, 10 वटा लागोहरू। 10 वटा लागोहरू के हुन् भन्दाखेरि लाकातका, लागातगा, लाङातङा हैन। लाचतचा, ला जाता, झा, लातातता, लातातदा भयो। लापतपा, लाबदबा, लाप्तला 10 वटा रहेको छ। एउटा, दुईटा, 3, 4, 5, 6, 7, 8, 9, 10 वटा। लागो लागेको व्यञ्जन वर्णको शिरमा लागो लागेको अक्षर कतिवटा छ? 10 वटा छ। कतिवटा छ? 10 वटा छ। लागो भने चाहिँ यस्तै हो। आदिको व्यञ्जन वर्णको शिरमा व्यञ्जन वर्ण, यो सबै व्यञ्जन वर्ण हो हैन। सल्जे सुम्जे भयो। सल्जेको व्यञ्जन वर्णको शिरमा सबै ला आएको कारणले लागो अथवा ला शिर अक्षर है, शिरमा लागो आएको। यसले कसरी पढ्ने? ला अघि चाहिँ फर्स्टमा त अब यो कसरी आएको थियो? अघि यसरी आएको थियो हैन पहिला हैन। रा कातक का भनेर आयो भने यसमा के जोड्नुपर्छ? ला जोड्नुपर्छ। जस्तै ला कातक का भनेर पढ्नु पर्यो है। यसको ला कातक का। अब यसको ला गातक गा भनेर पढ्नु पर्यो है। अझै जस्तै ला गातक गा अनि ला गातक गा भनेर पढ्नु पर्यो।
ला ङा तक ङा भनेर पढ्नु पर्यो है। ङा होइन कि ला ङा तक ङा भनेर पढ्नु पर्यो। अब ला चा तक कसरी पढ्नु पर्यो? चा। यसमा अलिक फरक छैन है। ला चा तक चा है, ला चा तक चा। अब ला जा तक जा, ला चा तक जा है, यो यसको हो फेरि नल मिल्नु होला। ला चा तक चा, ला जा तक झा है, ला जा तक झा। अब यो भयो ला ता तक ता, यसरी पढ्नु पर्यो है। फर्स्टमा चाहिँ सबैमा ला आउँछ, सबैमा ला 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 ला, त्यहाँदेखि चाहिँ अनि के हो मुनि अक्षर व्यञ्जन वर्णहरू व्यञ्जन वर्णहरू के छ त्यो अझ जोड्नुपर्छ है। ला अनि अब यो तातक भयो होइन, ला तातक ता, जस्तै ला ता तक न, ला तातक ता, गा पढ्नु का पढ्नु भयो हुन्छ है। ला तातक ता भनेर पढ्नु भयो हुन्छ हो। यस्तै गरी ला तातक दा, ला दातक ला तातक ता, ला दातक दा, ला पातक पा है, पा भनेर पढ्नु पर्यो। यो ला बत बा, बा बा भनेर पढ्नु भने के बा भने बा पर्छ नि, ला बत बा। पहिला हामीले के पढ्यो? भा भनेर पढ्यो। जस्तै यस प्रकारको स निकाल्नुपर्छ पहिले चाहिँ भा भनेर होइन, ला बतक बा भनेर पढ्नु पर्यो अहिले, ला बतक बा। अनि यसको चाहिँ कस्तो पढ्नुपर्छ भने ला हातक ला हातक ला हातक पढ्नु पर्यो है, ला हातक हा था भनेर पढ्नु पर्यो है। ला हातक ला हातक यसरी पढ्नुपर्छ, ला हातक हा भनेर पढ्नुपर्छ हो। यसरी नै पढ्नुभयो भने चाहिँ तपाईँले धेरै सजिलो हुन्छ। त्यही भएको कारणले मैले पनि यो नेपालीमा लेखेको सजिलो होस् भनेर। यसरी पढ्नुभयो भने चाहिँ तपाईँले एकदम सजिलो हुन्छ है। तपाईँहरूले पनि यसरी लेख्दै पढ्नुभयो भने चाहिँ एकदम सजिलो हुन्छ अझ झन्। सबै यसरी लेख्यो ला ततक ता भनेर यसरी लेख्यो भने हुन्थ्यो हुन चाहिँ होइन। अब अलिकति यो व्हाइट बोर्ड यो बोर्ड चाहिँ सानो भएको कारणले त्यही भएर मैले नलेखेको हो। तर पढ्दाखेरि तपाईँले मैले भनेको जस्तै गरेर तपाईँले पढिदिनु होला है, नबिर्सिकन यसरी पढ्नु होला। तपाईँले लेखेर पढ्नुभयो भने चाहिँ एकदम सजिलो हुन्छ है। प्रायः जस्तोले लेखेर पढेन भने चाहिँ तपाईँले यतिकै सुरु पढ्नुभयो, पछि फेरि एउटा अक्षर चिनाउँदाखेरि चिन्न नसक्ने अलिकति त्यस्तोहरू हुनसक्छ। त्यही भएको कारणले जति सक्दो लेखेर पढ्नुभयो भने फाइदा हुन्छ। तपाईँले पनि त्यसरी पढ्नु होला है।